कसैलाई आउनु मन छ भनेर भन्न त्यसरी नै के त्यो अरूहरू लाइभ बसिरहेको हुन्छ नि हामी यसरी बस्यौँ होइन हामी बहिनीहरू अर्को लाइभमा भने कि आउँदैन म त आएँ त्यो एलिसालाई सोध त हजुर के सोधे सर के भनौँ अब इन्डिया टिम जित्न पर्छ जित्नको लागि ट्रेनिङ गर्नुपर्छ ट्रेनिङ गर्नको लागि क्याम्प राखे होइन कसरी जित्छ कस्तो मात्ते कि छ के तेरो अनुहार देखाउनै नहुने हो उही भन्छ त यहाँ आइज यहाँ आइज देखिन यहाँ आइज भनेको सुन्दैन नभन न मेरो फर यु पेज भरि भिडियो आएर भइरहन्छ एलिसाको हेर्नु त आउँदै बाँधिदिने भन्नु त ए कोही कोहीलाई त अनइन्ट्रेस्टमा गरिदिइसक्यो कि गर्दैन त त्यही पनि आउँछ नि त पो तनाव धन्यवाद के अरे तँलाई होइन किन अहिले हाम्रो गेम छैन गर्दिन भन्छु के ओइ ओइ एलिसा हजुर हामी यसरी लाइभ बस्यौँ होइन हजुर हजुर म पर्वत हो त्यसले सुनेछ कि नै सुन्यो के सुनिछेकै अनि अब अरू अब त लाइभ बसिरहेछस् नि त फ्रेन्ड छैनस् रे होइन तँलाई ऱ्यान्डम एड गर्नु पर्यो भने कसरी गर्ने फलेबास हो मेरो घर एड हुँदैन होला फ्रेन्ड नभएकोलाई त खाँदैछ भाइ भाइको लाइभ बस्यो नि त पेट उठाइसे गेम नखान लाइभ पक म लाइभ हेर्न आउन भन्नु अनि एड गर्न मिल्छ बल्ल त लाइभ बसेपछि त मेरो लाइभ हेर्न आउनु मिल्छ कस्तो कुरा गर्छ हो यो च्याखोरी ए उता नि लाइभ बसिरह यसरी बोलाउनु हो ए ऱ्यान्डम एड गरेर उ गर्नला हो पागल यसको दिमाग छैन कि त्यतिसम्म भ्याउँदैन यसले केही कुरा नसोधेछ मलाई अबदेखि के अरे ओइ तँ भने कि त्यसले त भनि है यसले मलाई छैन के उसाले त कपाल लुस त कपाल लुस त्यसको उता उस्किने उस्काउने होइन त भने पहिले त भने हो कि नै गाइजहरू छैन केही कुरा हामीले सुने छैनौँ र भर्खरको भर्खर अब ल ए हो भने हो अरे जा मेरो कमेन्ट हेर जा सबैले हो अरे हो भन्दै हुनुहुन्छ त्यही भनेको माया गर माया त गर्ने त्यसको बेहोरा माया गर्ने जस्तो भयो त हो कस्ती से बेच्ने चाहिँ हामीलाई इन्डिया लगेर तैँले पहिलाचोटि यस्तो भने खास नि मलाई थाहा दोस्रो चोटि कहिले पहिला कपाल लुस न कपाल कहिले अहिले कहिले भनेर सम्झाउनु परोस् लाइभमा झगडाहरू त्यहाँ राखेर झगडा गरौँ न हेर्छ सबैले कपाल लुस लुस गरेर केटीहरू सिधै कपालमा जान्छ यस्तो गरेर के भनौँ होइन सरी भन्थे उठ बस गर उठ बस त्यहाँ उठ बस गर बस गर्छु क्या तँलाई म मेरो अगाडि पढायो भने त उठ बस गरेर आउँथेँ है त्यहाँ रिमाले त भन्न सक्दिनँ र मात्र त भनेको अनुहार हेरौँ त अरे ल यही हो अलिसम्म आदत हो कि यस्तो भन्ने हरि रिप्लाई दिनु न दिदी हजुर भन्नुहोस् न देखाउनु भन्नु न एलिसा मानन्द हो हाम्रो पुलिसको 4 नम्बर लाउने बहिनी दिदी नमस्ते ढोगरे यसले यसरी भन्ने थिएन नि आज कहाँबाट फुस्काइहाल्नु यसको अहिले अलि बढी भएको छ नि यसको अहिले यसलाई सुधार्नु पर्ने भइछ कि म भलिबल प्लेयर होइन बन्टी आइज न मालीलाई नि जोइन गर्नु न पहिले मालीले त टिकटकै चलाउनु न दिदीले त दिदीको सुत्ने बेला भइसक्यो मेरो सोना फेरि सुरु भयो ओ ठुल्लाइमा आइज जा लाज लाउँछ तेरा लागले फेरि आइज न आइज भनेको आउने आइज अघि तँलाई भन्नेले के भन्नु आयो भने त भनेको त धेरै माया भएर हो अन्यथा
लिन हुँदैन है अरे तमाई ल जा छिटो I'm coming you know यु नो के बुझ्दिनु भएकोमा एक चपेटा उल्टो हाल्नु यस्तरी दिएपछि अनि थाहा हुन्छ माया गरेको कि हेला गरेको भनेर उसाले त सबैलाई माया गर्छिन् नि त जान ठुलो लाइफमा आइज भने अझ कुरा सुन्दैछस् त ठुलो लाइफमै आउँछ ल म धेरै ल्याङ न है तिमी जाम त म नाम रिमा ठुलो लाइफमा आऊ भनेको के ठुलो पर्दामा ए ओके ओके पर्दामा आउँछु म यो पर्दा बाहिर भएँ हजुर एला म फाल्दिएँ होइन माया अब माया तँ भनेरै हुने भए त सबैलाई तँ भन्न हुन्थ्यो बामा हजुरको आफ्नो वाइफले त तँ नै भन्नुहुन्छ वाइफलाई पनि मलाई तँ भन्नु नि त त्यही भने त्यस्तो भन्न मिल्दैन माया गर्यो भन्दैमा रेस्पेक्ट गर्नेलाई त्यस्तो गर्नुपर्छ आफू हामीले नि ठुलोलाई गरिन्छ भने त्यस्तो सानाले त गर्नु पर्नु नि त भन्ने कुरा मात्र हो अब यो र रिमारमा ततरमा हुन्छ कि तर कि पहिल्यैदेखि ततरमा हुनु पर्यो अब त्यो हामीभन्दा कति वर्ष सानी छ त्यो 3 4 5 6 वर्षदेखि सानी हो अब उषा पनि मभन्दा सानो तैँले सानो होस् त नभन् भन्न सक्दैन किनकि पहिलेबाट त्यसरी बोलियो होइन त्यो हामी त दिदी बहिनीको नाता भएन कि कहिले पनि त्यो साथीकै नाता भयो तर ततरमा हुन्छ फेरि म त भनेर अरूसँग बोल्न सक्दिनँ नि यो भयो सरस्वती भयो अनि यो आशिका भयो अनि तिमी भनेर निस्किँदैन के पुने भयो अनि अरूलाई त्यतिहरूलाई म त भन्न सक्दिनँ त्यस्तो भन्न सकिन्न पुनम दिदी कामना दिदीहरूलाई त्यस्तो भन्न सकिन्न नि फेरि मैले कामादिसँग यत्रो 9 वर्ष भयो होइन कामादिले अहिलेसम्म मैले तँ भन्न सकेन तर पुनसँग चाहिँ ततरमा भनेर कुरा त हुन्छ कि मन छ हजुर अब एनबिए नै हुन्छ होला वैशाखमा सरेर चैतमा हुने भन्थ्यो रुद्र मायाले वैशाखको कति 10 गते बाट हो हुन्छ अरे कहाँ गयो बन्टी हरायो के भएको कहाँ बन्टीलाई इन्भाइट गरेर त यस्तो कसैले गर्न सक्नुहुन्छ भने सक्छु भनेर लेख्नु छ कस्तो गर्छ हौ कमला पुनलाई के भन्नुहुन्छ सुटिरहेछ है के भन्छु भएको भनेर सुनेर त के ठुलो पर्दा नक्कली पऱ्यो कि क्या हो टल्किरहेको त भने म राम्री भएको छु नि त अहिले मेकअप गर्दै थिइस् हो के मेकअप गर्नु हौ कसले भन्यो यहाँ सगुन राज खड्का भन्ने बाई त होला अब उहाँलाई मेरै बारेमा सब कुरा थाहा हुन्छ उषा तिमी किन हाफ फेस देखाइरहेछ फुल फेस देखाइरहेको छु त साइलाले सुरु भयो बिर्को बाटो मैदान ए होइन लालटिनै बालेर हाई बन्टी म धेरै लाइटमा हेर्न सक्दैन आजकल अनि त्यही भएर लाइन आजकल होइन आज ट्रेनिङ गरेर ब्यारेकमा सुतेको 2 बजीसम्म सुत्थेँ 2:30 बजी